के भइरहेको छ? स्वर स्वर दादाको गीत हेरिदिउँ न त, ल हेरिदिउँ ल। प्याच भर्खर अब हामी गाना हेर्न गइरहेको छौँ हाम्रो दादाको, स्वप्निल दादाको गाना हामी हेर्न गइरहेको छौँ। ल हामी सुरु गऱ्यौँ। नेपाल फेस्ट हङकङ। हङकङ मलाई पनि जाउँ भन्दै हुनुहुन्थ्यो दादाले, तर अलिकति समय नमिलेको कारणले गर्दाखेरि जान सकिनँ है। ल अब है फिल्म बाई चाइनुङ टेल्स। चाइनुङ टेल्स बिर्सी पुरानो प्रेमी होला। हल्का अहिले अब गर्लफ्रेन्डले छोडेर गएदेखि हल्का हाम्रो दोस्ती पीडामा हुनुहुन्छ। नाउँबाट यस्तो खाम निकाल्नु भएको छ उहाँले। नामबाट खाम उहाँले निकाल्नु त निकाल्नु भयो लेटर, तर त्यो लेटरमा के लेखेको थियो भनेर हामीलाई थाहा छैन। त्यो अहिले एकछिनमा थाहा हुन सक्छ। होला नसम्झिएकै बेस सम्झनाको बोझ मरेर खेलानु हाँसोरी। दादाले यो पालि चाहिँ बादल सरीको हाम्रो एक्टिङ देखे पछाडि यिनीहरूलाई एक्टिङ ठिकै छ, बरु अब थिएटरबाट नै आर्टिस्ट उठाउनु पर्छ जस्तो लाग्यो जस्तो छ दादालाई होइन। त्यही भएर मलाई जहाँसम्म लाग्छ यो केटा र केटी चाहिँ थिएटर आर्टिस्ट हो जस्तो लागिरहेको छ मलाई। आँसुको के दोष सपना सबै एकछिनमै बिउजिए म मरे पनि तिमीलाई खुसी। तर यतिकै एक्टिङ त म पनि हानिदिइहाल्थेँ नि। म चाहिँ त्यो पानीमा 5 चोटि हानिदिन्छु। म त झन् सानोमा खोलामा यस्तो त्यो ढुङ्गाले यसरी हान्दा त 5 चोटि हानिदिन्थेँ। यतिकै एक्टिङ त म पनि हानिदिएँ नि दा यार, के हो यार। दिन चाहन्छु मरिजाऊ कसम मेरो भाग्यमा रहेनौ तिमी खुसी नै छु म तिम्रो खुसीमा। हाम्रो गाउँतिरहरू बजार यस्तै लाग्छ क्या, शुक्रबार हटिया भन्छ। अब कसैकोमा शुक्रबार लाग्छ, कसैमा शनिबार लाग्छ है, कसैमा अब कहिले लाग्छ। हाम्रो गाउँतिर यस्तै खालको हुन्छ, बजार भन्छ क्या यसलाई चाहिँ, बजार लाग्छ क्या। एक हप्तामा एकचोटि लाग्छ क्या उता पूर्वतिर। हराएको सूचना नाम रश्मिता कुशवाहा, वर्ष 22, पहिलो कुर्ता सुरुवाल, हुलिया गहुँ गोरो, ठेगाना सुनियापुर। महिलाको बारेमा कुनै जानकारी वा विवरण भेटिएमा कृपया 032 68 मा सम्पर्क गर्नुहोस् वा नजिकको प्रहरी कार्यालय। ए लड्की हराएको हुँदो रहेछ नि, तैँले भेटेको हुँदो रहेछ क्या। भनेपछि केटी हल्का सस्पिसियस छ क्या, हल्का केही न केही केटीमा लुकेको छ केही कुराहरू। छरिगे होलन खरानी बनी मजगा पनि पोलेन बरु जति पोले थियो तिमीले छोड्दा म बल्दा पनि मरे पनि तिमीलाई खुसी दिन चाहन्छु मरिजाऊ कसम मेरो भाग्यमा रहेनौ तिमी खुसी नै छु म तिम्रो खुसीमा।
मेरो भाग्यमा रहेनौ तिमी खुसी नै छु म तिम्रो खुसीमा के भयो माया चिकन कसरी मुजी बे भयो केटीको ओइ केटीको बे कसरी भयो दाइको आवाज त सुनिँदैन त अरे हो ठिकै छ नसुने पनि अब मैले गा बोलिहालेँ कसरी माया चिकन बे भयो यार केटीको कोसँग बे भयो कसरी बे भयो केटा आएन जेल गयो अनि बे गर्यो अरे लामोको बे गर्छ मिजी जेल जाने बित्तिकै कस्तो कस्तो हुन्छ टुरु लभ भनेको मिजी यस्ता खालको पनि टुरु लभ हुन्छ मिजी लौडी लौडी जस्तो एउटा कमेन्ट त हेर्नु पऱ्यो नि त लभ यु डार्लिङ डार्लिङ एन्ड द टिम लभ यु डार्लिङ एन्ड द टिम ल भयो म्याचिङ कमेन्ट के भयो